साथीहरु नमस्ते। स्टक पल्स नेपालमा यहाँहरुलाई स्वागत छ। आज हामी सबभन्दा पहिला नेप्सेको बारेमा इन्ट्रोडक्सन गर्नेछौं। त्यसको बारेमा बुझ्नेछौं। यहाँहरुले हेरेर साथ दिदिनु होला भन्ने आशा राख्दछु। व्हाट इज नेप्से ट्रेडिङ भनेर चाहिँ यसलाई पहिला बुझ्नु पर्यो। नेप्से भनेको के हो, हाम्रो कसरी चाहिँ शेयर मार्केटमा यहाँनिर सेलिङ हुन्छ, बाइङ हुन्छ, यो कुरा बुझ्न हामीले सबभन्दा पहिला जरुरी हुन्छ। अब हामी विस्तृतमा अगाडि बढौं। So, welcome to world of the Nipsey stock market. If you are a beginner looking to understand how to stock market works and how you can start investing, you are the right place. This comprehensive guide will walk through the basic, helping you get a solid grasp of the Nipsey stock market and you can make your first investment. अब हामी नेप्से इन्डेक्स भनेको हाम्रो चाहिँ इन्भेस्टिङ एक सिस्टम हो। हाम्रो चाहिँ नेपालमा हामी त्यसैबाट किनबेच गर्छौं। त्यहाँ चाहिँ हामीले बाइ एन्ड सेल त्यहाँबाट गर्न सकिन्छ। त्यही गएर हामीले कुनै पनि कम्पनीको स्टक किन्ने हो, बेच्ने हो, त्यही हाम्रो अहिले चाहिँ यसमा छ। सो व्हाट इज नेप्से? नेप्से सर्ट फर्म हो नेपाल स्टक एक्सचेन्ज। This is primary stock exchange of Nepal, established in 1993. NEPSE facilitates the buying and selling of stock for public traded companies. The main object of NEPSE is to provide marketplace where investor can trade securities and transparent and regulated manner. अब जहाँ हामीले चाहिँ एकदम विश्वासका साथ जहाँ हामी खरिदी बिक्री गर्न सक्छौं, त्यो एउटा सिस्टम बनेको, त्यो एउटा चाहिँ मार्केट हो भन्न, बजार जस्तै हो। त्यो बजारमा हामी त्यहाँ गएर बाइ गर्ने, सेल गर्ने, कुनै पनि कम्पनी, तपाईको पब्लिक कम्पनी, त्यहाँ गएर त्यसको स्टक चुन्ने, त्यसलाई किन्ने, बेच्ने, होल्ड गर्ने, यसमा चाहिँ यही सिस्टम हो। अब अन्डरस्ट्यान्डिङ द स्टक भनेको के त, त्यसलाई चाहिँ पहिला बुझौं। Stock market is a platform where shares of public traded companies are bought and sold. It plays a crucial role in the economy by allowing companies to raise capital and giving investors the opportunity to own a part of this company and potentially earn profit. अब स्टक मार्केट भनेको त्यही हो जहाँ हामी किनबेच गर्न सक्छौं, जे कसै कम्पनीको स्टकमा पैसा लगाएर त्यसको चाहिँ ओनरशिप लिन सक्छौं। त्यही चाहिँ हाम्रो स्टक मार्केट हो भनेर हामी सर्टकटमा बुझ्छौं। अब के कन्सेप्टहरु के छ यसमा के हुन्छ भन्ने कुरामा हामी जाउँ अगाडि। सो के कन्सेप्ट भनेको चाहिँ स्टक, डिभिडेन्ड अनि क्यापिटल गेन्स, यो तीन कुरा चाहिँ के हो त, अनि फेरि त्यसपछि मार्केट क्यापिटलाइजेसन, फेरि बुल्स के हो, बियर्स के हो, यो चीज हामी हेर्छौं। अब हेर्दै जाँदाखेरि अब हामी सुरुमा स्टक हेर्छौं। शेयर अफ इक्विटी representing ownership of a company. When you buy a stock, you become a shareholder owning a piece of company. यदि तपाईले कुनै कम्पनीको कुनै किस्ता 10 किस्ता 20 किस्ता अथवा कुनै तपाईले शेयर किन्नु भयो भने त्यो दिनबाट तपाई त्यस कम्पनीको शेयर होल्डर हुनुभयो, त्यस कम्पनीको ओनरशिप तपाई आयो। अब डिभिडेन्ड, a portion of a company's earning distributed to the shareholder. Not all companies pay dividend, but many established firms do. अब जस्तै डिभिडेन्ड भनेको के हो भन्दाखेरि, डिभिडेन्ड भनेको कम्पनीले कमाएको जो पैसा छ त्यसबाट अलिकति तपाईलाई के बाँड्छ, त्यसलाई शेयरको हिसाबमा बाँड्ने हो, क्याशको हिसाबमा बाँड्ने हो, त्यसलाई नै चाहिँ डिभिडेन्ड भन्छ। सबै कम्पनीले डिभिडेन्ड दिँदैन,
तर जो कमाइ राम्रो गरिरहेका छन्, जसको मार्केटमा रेपुटेसन राम्रो छ, उनीहरूले गरिरहेका छन्। अब चाहिँ 3 नम्बरमा हामी हेर्छौँ क्यापिटल गेन। अब द प्रॉफिट यू मेक व्हेन यू सेल अ स्टक फर मोर देन यू पेड फर इट। भनेपछि क्यापिटल गेन भनेको के भन्दाखेरि तपाईले कुनै कम्पनीको 10 किस्ता सेयर किन्नु भएको थियो, त्यो अहिले चाहिँ तपाईले आएर बेच्नु भयो, यानी कि 100 रुपैयाँमा किन्नु भएको थियो भने 200 मा बेच्नु भएको थियो, त्यसमै आएको पैसा फाइदालाई त्यहाँ क्यापिटल गेन भनेर हामी बुझ्दछौँ। अब मार्केट क्याप्चुलाइजेसन। अब द स्टक मार्केट भ्यालु अफ अ कम्पनी, द टोटल मार्केट भ्यालु अफ अ कम्पनी आउटस्ट्यान्डिङ शेयर इज क्याल्कुलेटेड बाई multiplying the current stock price by the total number of share भनेर भने। अब दोस्रो कुरा चाहिँ बुल मार्केट भनेको के? अब a period when a stock price are rising is bull market। बुल भनेपछि गोरुको सेनमा देखाउँछ, बियर भनेपछि अब बियरको साइनमा देखाउँछ। अब a bear period when stock price are falling down हो। यो चाहिँ बुल भनेको चाहिँ तपाईको प्राइस माथि गइरहेको बेलामा, अब बियर्स भनेको प्राइस तल आइरहेको बेला। सो हामी यसरी बुझौँ। अब चाहिँ हाउ द स्टक मार्केट वर्क्स। अब स्टक मार्केटले कसरी काम गर्छ त सुन्नुहोस्। द नेफ्से स्टक मार्केट operates similarly to other stock exchange around the world. Here is a step-by-step overview how it works। म तल भन्छु। अब तपाईको बाँकी अन्य कन्ट्रीहरुमा पूरै दुनियाँमा जसरी चाहिँ अरु नेफ्सेहरुले काम गर्छ, स्टक एक्सचेन्जले काम गर्छ, नेपाल स्टक एक्सचेन्जले पनि यसरी नै काम गर्छ। अब लिस्टिङ के हो त? Listing companies apply to Nepal to list NEFSE to list their share on the exchange. Once approved, their share are available for trade। कुनै पनि कम्पनीले आफ्नो शेयरहरु नेप्सेमा लिस्टिङ गर्नुपर्छ, त्यसको अप्रुभल लिनुपर्छ, त्यो पास भएपछि बल्ल चाहिँ तपाईको नेप्सेमा देखाउने। अब ट्रेडिङ के हो त? ट्रेडिङ इन्भेस्टर बाय एन्ड सेल। Investor buy and sell share through brokers. NEFSE provide a regulated environment to ensure that trading practices हो। शेयर हामी कुनै ब्रोकरको थ्रु हामीले किनबेच गर्छौं, त्यसलाई चाहिँ रेगुलेट गर्ने काम चाहिँ नेप्सेको हो। अब 3 नम्बरमा सेटलमेन्ट। After a trade is executed, it needs to be settled। This involves transferring the ownership of share from the seller to the buyer and corresponding payment for the buyer to seller। तो भनेको जसले शेयर किन्छ, जसले शेयर बेच्छ, यो दुई जनाले बेच्नेले चाहिँ शेयर ट्रान्सफर गरिदिनुपर्छ अनि किन्नेले पैसा ट्रान्सफर गरिदिनुपर्छ। यो मार्केटमा अटोमेटिक हुन्छ। जस्ट कीबोर्डमा क्लिक गर्नुपर्छ, एउटा माउसको सहायताले यो काम पुरा हुन्छ। अब रेगुलेसनमा के छ त? द सेक्युरिटी बोर्ड अफ नेप्से 7 regulates the NEFSE to ensure transparency and protect investor interest। भनेपछि हाम्रो चाहिँ नेप्सेलाई 7 ले रेगुलेट गर्छ। अब why to invest वगैरह हामी अझै तल गर्नेछौँ, धेरै कुराहरू छ, त्यसको बारेमा अझै धेरै चर्चा गरौँला। अब इन्भेस्टिङ कसरी सुरु गर्ने त भन्ने कुरा एउटा रह्यो। तपाईले यति जानिसकेपछि सबभन्दा पहिला एजुकेट योरसेल्फ, पहिला आफूले बुझ्नु पर्यो शेयर मार्केट के हो, कसरी यसलाई किनिन्छ, कसरी आइपीओ गरिन्छ, कसरी चाहिँ स्टक किनिन्छ, कसरी बाइङ गरिन्छ, कसरी सेलिङ गरिन्छ, त्यो सबै कुरा तपाईले सिक्नु पर्यो। बट 2 नम्बरमा चाहियो तपाईको एउटा डिम्याट अकाउन्ट। कुनै पनि ब्याङ्कमा गएर तपाई डिम्याट अकाउन्ट खोल्न सक्नुहुन्छ।
अनलाइन खोल्न सक्नुहुन्छ अथवा कोही पनि ब्रोकरहरूले आजकल सबै एउटै अकाउन्टमा तपाईहरुलाई प्रोभाइड गरिदिन्छन्। त्यसपछि कुनै ब्रोकरमा गएर अहिले अनलाइनमै पनि गर्न मिल्छ, तपाईहरुले गर्न सक्नुहुन्छ। त्यसपछि छ अब रिसर्च गर्न सक्नु पर्यो मार्केटमा हैन, स्टकको रिसर्च, त्यो कम्पनी कुन कम्पनीमा तपाई पैसा लगाइरहनु भएको छ त्यसलाई चाहिँ त्यसको सबै कुरा EPS के छ हैन, त्यसको इन्ट्रिन्सिक भ्यालु के हो, त्यसले चाहिँ डिभिडेन्ड दिइरहेको छ कि छैन, मार्केटमा त्यसले कति प्रॉफिट कमाइरहेको छ कि लसमा गइरहेको छ कि, तपाईको पैसा लगाएपछि तपाई टेन्सनमा पो आउने हो कि, सबै कुराहरु तपाई बुझ्नुहोस्, जान्नुहोस् अनि चाहिँ लगानी गर्नुहोस्। प्लेस कसरी अर्डर गर्ने भन्ने कुरा छ, त्यसमा TMS अकाउन्ट हुन्छ, त्यसमा तपाईले कोल्याटरल लोड गर्नुहुन्छ, पैसा राख्नुहुन्छ, त्यसपछि बाई अर्डर तपाई क्लिक गर्न सक्नुहुन्छ क्वान्टिटी राखेर, अनि मोनिटर गर्नुहोस् त्यसलाई चाहिँ हेर्नुहोस् कुनै स्टकलाई तपाईले मन परेको स्टक तपाईको प्राइसमा कहिले आउँछ अनि त्यतिखेर चाहिँ तपाई किन्नुहोस्। अनि तपाई हतारिनु भएन, आत्तिनु भएन, धेरै कुराहरु छ त्यसमा चाहिँ तपाईले टेक्निकल एनालाइसिस गर्नु पर्यो, फन्डामेन्टल एनालाइसिस गर्नु पर्यो, अनि तपाई त्यसमा इन्भेस्ट गर्न सक्नुहुन्छ। किन्नुहोस् हैन, पैसा लगानी गर्नुहुन्छ भने राम्रोसँग लगानी गर्नुहोस् ताकि पछि पस्ताउन नहोस् कि कस्तो कम्पनीमा लगाएको छु भनेर। हाम्रो चाहिँ भिडियो हेर्नुहोस्, हाम्रो भिडियोमा कमेन्टमा आउनुहोस्, कमेन्टमा चाहिँ गर्नुहोस्, त्यहाँ मेल राखेको छ मेल गर्नुहोस्, व्हाट्सएप गर्नुहोस्, तपाईले हेरिरहेको स्टक चाहिँ कुन चाहिँ हो त्यसलाई चाहिँ हामीलाई पास गर्नुहोस्, हामी त्यसलाई एनालाइसिस गर्छौं। ल अहिले किन्ने बेला भएको छ भने हामी टिप्स दिन सक्छौं, ल किन्ने बेला भएको छ है यहाँ नबाई भनिदिन सक्छौं, तपाईको आफ्नो रिस्कमा त्यसलाई किन्ने हो। अनि त्यसको कुनै पनि कम्पनीको स्टक किन्दाखेरि त्यसलाई रिसर्च पुरा गर्नुपर्छ, कम्प्लिट रिसर्च गर्नुपर्छ। कुनै कमजोरी भयो भने तपाईको पैसा डुबेर बस्छ, 4 साल 5 साल 10 साल लाग्न सक्छ, अथवा तपाईको कम्पनी त्यो कम्पनी नै नेक्स्टबाट आउट भएर तपाईको पैसा नै डुब्ने सम्भावना हुन्छ। अब स्टक किनिरहनु भएको छ त्यो कुन चाहिँ जोनमा छ, ओभरबोटमा छ कि, धेरै बाइङ सेलिङ भइसक्यो कि, पम्पिङ भइरहेको छ कि डम्पिङ भइरहेको छ, यो सबै कुरा तपाईले हेर्न जरुरी छ। सो तपाईले कुराकानी बुझ्नुभयो होला, बुझ्नु भएको छैन भने कमेन्टमा आउनुहोस्, कुराकानी सुरु गरौँ, कम्युनिकेट गरौँ। अनि हाम्रो च्यानललाई तपाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, तल गएर भन्नुहोस् यो भिडियोमा मैले भनेको कुराहरु कति मिलेको छ कति छैन, यो सबै कुराहरु कमेन्टमा भन्न सक्नुहुन्छ, तपाईको इच्छा जाहेर गर्न सक्नुहुन्छ। जस्तै हामी नेक्स्ट टाइम तपाईले के सोध्नु भयो त्यसको बारेमा कुरा गरौँला, फाइनान्शियल वगैरहमा के तपाईलाई चासो छ, इन्भेस्टिङमा के चासो छ, त्यहाँ तल कोर्समा गएर सोध्नुहोस् कमेन्ट सेक्सनमा। सो अहिलेको लागि यति भनेर चाहिँ बिदा हुन चाहन्छु। नमस्ते। च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, अगाडि बढ्नुहोस्, इन्भेस्टिङ सुरु गर्नुहोस्, राम्रो लगानी गर्नुहोस्, सोचेर लगानी गर्नुहोस्, रिसर्च गर्नुहोस्, लगाएको पैसाले तपाईको ल 6 महिनामा चाहिँ राम्रो प्रॉफिट दियोस्, 1 सालमा राम्रो प्रॉफिट दियो। टुप्पोमा गएर नकिन्नुहोस्, बटममा किन्नुहोस्, सधैँ बटममा किन्नुहोस् भन्ने चाहिँ भनेपछि जब मार्केटको प्राइस कुनै स्टकको प्राइस टपमा गएको छ भने त्यहाँ चाहिँ रोक्नुहोस्, त्यहाँको चाहिँ सिचुएसन हेर्नुहोस्, बटममा छ, त्यसको EPS राम्रो छ, डिभिडेन्ड दिइरहेको छ, तपाईले मन पराएको स्टक छ, किन्नुहोस्, त्यही भन्न चाहन्छु। हस् त, धन्यवाद।